म अब जानुको लागि रेडी भएको गाइस, रेडी भइसकेँ। अनि यहाँ ब्याग पनि दुईटा छ। अनि अब कालुहरूलाई पनि बाई गरौँ। हिजो मात्रै आएको घर, अब फेरि जानु पर्यो। के गर्नु, अब काम छ कलकत्तामा, त्यही लागि आमा र म जाँदैछु। तपाईँहरूलाई थाहा पाउनै भयो होला। अनि यहाँ तुतु बस्ला, मजाले बस्नु नि, हल्ला नगर्नु नि, मजाले भात खानु ल स्पाइकी, हुन्छ? तेरो पापाले तँलाई पेडिग्री ल्याइदिन्छ अरे तिमीहरूलाई, हुन्छ? कालु बेबी, ओ छोरी, म गएको ल, तिमी बस ल, नरुनु नि, म छिट्टै आउँछु ल बाबा। मेरो कालु दुखी छ कि गाइस, हिजो मात्रै म आएको 10 दिनको बाद गलाघाट गएको थिएँ। आज फेरि जानु पर्यो मलाई कलकत्ता। हेर्नु न कस्तो सेड भएको छ मेरो कालु, दुखी भएको छ। हेर्न छुनु पनि नदिएको उसलाई। के भयो, रिसाएको मसँग? हेरेको म रिसाएको छ मसँग, म फेरि जाँदैछु भनेर। किन रिसाएको हौ कालु? अब के गर्नु, जानुपर्छ है मलाई। म गएन भने काम हुँदैन। घरमा तँलाई हेर्नु छ त नि, बाउ छ त, तेरो आपा छ त, आपा। आज आपाले तँलाई पेडिग्री ल्याइदिन्छ अरे 1 बस्ता, बुझिस्? अब तेरो बाउले त अब माछा मासु छुँदैनै, भेजिटेरियन। अब माम पनि जाँदैछ, म पनि जान्छु। तँलाई कसले भात पकाइदिन्छ अनि, मासु भात। अनि तेरो लागि आज पेडिग्री ल्याइदिन्छ अरे ल, पेडिग्री भात खानु नि ल मजाले। म तँलाई आउँदाखेरि यो बिस्कुट ल्याइदिन्छु ल गुल, हुन्छ कुलुली? बाई बाई, बाई बाई कालु, बाई गरिदे, गरिदिनुहोस्, रिसाएको मसँग। हेर्नु गाइस कसरी रुँदैछ, रुको त छैन, अब दुखी भएको छैन। हुन्छ त गाइस, अब स्टेसनमा गएर भेट गरौँ, बाई बाई।